आमा यो के को मासु हो? यो बफ हो। बफ? ए बफ भने के हो? बफ भनेको ठुलो खसी। ए बफ पनि थाहा छ हजुरलाई? थाहा छ। ठुलो खसी हो कि ठुलो खसी छोरी। कसले सिकायो हजुरलाई बफ भन्नलाई? बफ भन्नलाई सिकाउनु पर्दैन छोरी, म आफै आउँछ मलाई। ए म त जे होस् उसमा एसएलजीमा 3 चोटि फेल भयो कि त्यही भएर जाने हो कि। हेर्दै खाउँ खाउँ जस्तो छ। हो र मिठो पकाएको छु त मैले। खसी नै रहेछ नि होइन? खसी नै हो जस्तै छ अब यो जे होस्। ल पाक्यो है हाम्रो। पाक्यो अब चाहिँ खाने मान्छे कतिजना छ आमा? खाने मान्छे हामी 9-10 जना छ छोरी। 10 जनालाई पुग्छ त यो? अब दाल पनि पकाएको छ, अचार पनि छ। अनि यो हाम्रो के को सुटिङ भनेर सोध्या हो त मलाई? सोधेन है। भन्नु न। भनौँ यो दुखी मिराको सुटिङ ककनीको डाँडामा। ककनीको डाँडा हो यो? हो। यस्तो छ है ककनीको डाँडो चाहिँ है। अनि जे होस् करिब करिब हाम्रो 2-3 रोल भइसक्यो। हजुर। मलाई चाहिँ बुढो भनाउँदाले भूत ल्याउने रोल थियो, कपालै बिगारिदियो कि सबै भूत ल्याएर है। अनि कपाल चिल्लो भयो भने भूत लाको अर्थै भएन जस्तो उठाउनु पर्ने। त्यो होइन। दाइ एकचोटि नाच दिनु न त। हो। कुन गीत हो? ए छाताले ओढेर भने बिस मनमा आउँछ। छाताले छेके के हो सम्धिलाई? पनि कोइली ए सम्धिनी सम्धि ढली जग्गा जानु न हौ। उयो त डान्सर छ। हामी दुईजना डान्सरै आउँछ। ल ठिक छ। पाक्यो है सम्धिनी। अब हात धुनुभयो मजाले। ल खाऊँ है। अब चाहिँ खाऊँ है। हस्। लु।